ल है साथीहरु, यो कीर्तिपुर स्थित टियु प्राङ्गणमा यो हाम्रो महावीर पुन डाक्टर महावीर पुनको योजनामा यो कागज फ्याक्ट्री बन्ने तयारी, यो पार्कलाई चाहिँ हामीले यतातिर हुनुहुन्छ राष्ट्रपा ललितपुर राजमान सरको टिम यहाँ हुनुहुन्छ, लगायत यहाँ हाम्रो हर्क साम्पाङ रेभोल्युसनको टिम व्यापक रूपमा हामीले सरसफाइ गरिरहेछौँ। र यो पहिलाको दृश्यमा देखाउँछु, यो माथिको बाटो, यो माथिबाट चाहिँ हामीले पुरै सफा गरेर अहिले यसरी गरेर हामी यहाँ आइपुगेका छौँ। र साथीहरू हेर्न सक्नुहुन्छ, यो चाहिँ पुरै लगभग 1 महिना लाग्ने सम्भावना छ। धेरै रहेछ यो एरिया, यो यहाँ पुरै व्यापक हुनुहुन्छ। यहाँ लगभग आज 500 देखि 600 को हाराहारी छौँ जस्तो देखिन्छ। यो पुरै व्यापक छ, यो हेर्न सक्नुहुन्छ। र यो हामीले चाह्यो भने केही नै हुन सक्दैन, शनिबार श्रम गर्नुपर्छ, 6 दिन श्रम गर्नुपर्छ र शनिबार चाहिँ श्रमदान गर्नुपर्छ भन्ने मान्यता छ। हर्क साम्पाङ रेभोल्युसनको टिममा जति पनि आबद्ध हुनुहुन्छ उहाँहरू पुरै लागि पर्नु भएको छ। व्यापक हुनुहुन्छ। म सबै क्यामेरा घुमाएर देखाउनेछु। यतातिर हुनुहुन्छ, रुखहरू भत्किए हुनुहुन्छ। हेर्न सक्नुहुन्छ, हामी लगभग 1.5 घन्टा जति गरिसकेर अब एकैछिन कोही थकाइ मार्नु भएको छ, कोही जरैसम्म उक्लिँदै हुनुहुन्छ। हेर्नुहुन्छ, यो आफ्नो आफ्नो पाराले भिडियो बनाइरहनु भएको छ कसैले। यहाँ प्रिन्स बहिनी, म तपाईँलाई सेवा तपाईँको छोटो यहाँ म बनाएर राख्छु। यहाँ आज यो टियुको प्राङ्गणमा हामीले व्यापक श्रमदान गरिरहँदाखेरि कति दिन लाग्छ र यहाँको चाहिँ भावी हाम्रो डाक्टर महावीर पुनको योजना चाहिँ के रहेछ, यहाँ थोरै सर्टकटमा भनिदिनुहोस् न। यो चाहिँ यहाँ पार्क बनाउने हो हजुर, सबैभन्दा मुख्य कुरा चाहिँ हैन। हजुर हजुर। कति दिन लाग्छ भन्नुभयो हजुरले? चाहिँ अब लाग्न सक्छ, हजुर हजुर, टाइम लाग्न सक्छ हैन। हामी दिने पछि नभ्याउला, कसरी गरिन्छ भनेर चाहिँ हामीले टुङ्गो गर्नुपर्ने हुन्छ। हजुर हजुर दाजु। ए भनेपछि यहाँ आज लगभग यो एरियामा चाहिँ हामीले यसैपालि हो कि पहिला यो भन्दा अगाडि पनि गरेका थियौँ? यहीँनिर चाहिँ हाम्रो यसैपालि हो है। हजुर, हामी आज थुप्रै छौँ, थुप्रै 150 को भिडमा छौँ जस्तो लाग्छ। 100-150 पनि बढी नै छौँ। यता हाम्रो रासोपाको पनि हाम्रो राजमान सरको पट्टि पनि आउनु भएको रहेछ होइन त? हाम्रो यो जति पनि देखिरहनु भएको छ। अनि आज एक्लै यता गरिरहनुपर्छ, के छ? अनि एक्लै गरिरहन छुट्टै मजा आउँछ कि एकैचोटि लाइनै गर्दा मजा आउँदो रहेछ? यता आउनु भएको छ। अस्ति टोखामा त चोट पनि लागेको थियो तपाईँलाई, त्यो भिडियो मैले पनि पोस्ट गरेको थिएँ होइन? अनि ठिक छ, खुसी लाग्यो। एउटा मेरो पनि सानो एउटा च्यानल छ, त्यसलाई मैले थोरै यो कस्तो भने मोटिभेट गर्नको लागि हामीले परिश्रम गर्नुपर्छ, अल्छी बसेर हुँदैन भन्ने एउटा
हर्क साम्पाङ रेभुलेसनको टिम लगायत उहाँको सोच र उहाँको विचारलाई चाहिँ हामीले फलो गर्ने क्रममा चाहिँ हामी यो ठाउँमा आइपुगेको थियौँ। कल्पनै नगरेको ठाउँ हो नि त यो त, हामी यहाँ कहिले पनि आएको थिएनौँ, हो कि बहिनी? त्यसकारण सानो च्यानल होस् ठुलो च्यानल होस्, हजुर, सानो मान्छे होस् वृद्ध मान्छे होस्, हजुर, भर्खरको मान्छे होस्, जोसुकै मान्छे होस्, हजुर, हामीले राम्रो कामको लागि सुनाउन देखाउन बुझाउनको लागि पर्यो, हामी लागि बस, पर्नै पर्छ, बस, देखाउनै बस, पर्छ। बस। हजुर हस्, थ्याङ्क यू सो मच बहिनी। हस्, थ्याङ्क यू। हाम्रो प्रिन्सा बहिनीको भनाइहरू पनि हामी सुन्यौँ। यहाँ अब म यता फेरि जाँदैछु। आधुनिक एउटा तर्क हो तपाईँको म लिन्छु, तर के हो चाहिँ भने यस्तो हो, यो धर्मतिर नलैजाउँ, सबै शरम हाम्रो सभ्यतासँग जोडेर लिएर एउटा उ मात्रै हो यो रुखलाई त मिसिन लिएर चाहिँ मिसिन लिएर चाहिँ काटेर एक ठाउँमा, अथवा यहाँको अब कसरी यो काट्न पनि त्यतिकै मिल्दैन होला, वन विभाग अथवा त्योभन्दा पनि अनुमति लिनु पर्ला नि त, होइन? यसमा चाहिँ मैले पहिलेदेखि विगतदेखि नै मैले हर्क साम्पाङ रेभोल्युसन टिमको मैले सोसियल मिडियामा एकदम हेर्दै आइरहेको अवस्था हो र कसरी हुन्छ मलाई एक्चुअली यो अभियान चाहिँ धरानमा मात्रै हुँदो रहेछ र यसपालि दसैँमा पनि म धरान जाने चाहिँ योजनामा थिएँ। यो टिममा एक दिन मात्रै भए पनि एउटा उपस्थिति जनाउनलाई पछि मलाई थाहा भयो कि तपाईँ मार्फतै थाहा भयो यो टिम चाहिँ काठमाडौँमा नै रहेछ भनेर। त्यो थाहा भइसकेपछि मैले तुरुन्तै तपाईँलाई फोन गरेँ, तपाईँले रिसिभ गर्नुहुन्छ कि गर्नुहुन्न? तपाईँको फलोवर्सहरू पनि राम्रै रहेछ, त्यो धेरै फलोवर्सहरूसँग त्यो म्यासेजै हेर्नु भ्याइँदैन क्या। अनि त्यस पछाडि तपाईँले अब भाग्यवश तपाईँले मलाई रिप्लाई गरिहाल्नुभयो र यसरी कीर्तिपुरमा चाहिँ फलानु दिनमा हामी जोडिन्छौँ भनिसके पछाडि म त्यसको प्रतीक्षामा थिएँ र यो श्रमदान अभियानमा म आफू पनि जोडिन पाएको छु। यसलाई म आफू एकदम भाग्यमानी ठान्दछु र अब जुन बाँकी रहेको कुरो श्रमलाई पार्टीसँग जोड्नु हुँदैन होइन। र मैले स्पष्ट रूपमा पनि भनिसकेको छु, धेरैले मलाई म्यासेज पनि गर्नुभयो श्रमदानमा म जोडिने छु भनिसके पछाडि धेरैले मलाई म्यासेज गर्नु भए रहेछ श्रम संस्कृति पार्टीमा आबद्ध हुनुभएको र भनेर। तर त्यसो नभइकन श्रमको सम्मान गर्नुपर्छ भन्ने मान्छे हो र यहाँ आइसकेपछि श्रम संस्कृति पार्टीमा अझ राम्रो कुरा त के थाहा सुन्न पाइयो भने श्रम संस्कृति पार्टीको चाहिँ कार्यकर्ता हुँदैन, श्रमदाता हुन्छ भन्ने चाहिँ सुन्न पाइयो। त्यसको लागि म एकदम भविष्यमा तपाईँहरूलाई हामीले अघि भनिराख्दा मेरो पार्टीसँग यो सरोकार त छैन, म श्रमलाई म सम्मान गर्छु, तर तपाईँलाई हामीले पार्टीमा आउनुहोस् भन्यो भने तपाईँको जवाब के रहन्छ? होइन, तपाईँहरूको पार्टीले राम्रो काम गर्नुहुन्छ भने म सदैव मैले समर्थन गरिरहने छु। सोसियल मिडियामा मार्फत हुन्छ कि के कसरी हुन्छ र म एउटा स्वतन्त्र नागरिक भएको हिसाबले म पार्टीमा चाहिँ जान्दिनँ है त। र अन्तिम एउटा तपाईँको कुरा मैले थाहा पाएको छु भनिदिउँ? भनिदिनुहोस् त। त्यो सायद तपाईँलाई कतिले सोधेको छैन होला। छैन होला, ल नयाँ कुरा सोधिदिनुहोस् त। तपाईँले टिकटकमा होमराज राई लेख्नु भएको रहेछ। ए होमराज यस्तो हो क्या, होमराज लेख्दाखेरि त्यो एडिट गरेर नमिल्दो रहेछ, होम राई अनि भएछ क्या। अनि मैले चाहिँ के सोचेको थिएँ भने हजुर हाम्रो म्याडम चाहिँ राई हो कि होइन, हुनसक्छ उहाँले चाहिँ उहाँको कास्ट राई राखेर पौडेल गर्नुभयो कि भन्ने मैले सोचेको थिएँ। अनि त्यही भएर मैले तपाईँलाई सोधेको होइन। हाम्रो राईहरू आफन्त हुनुहुन्छ, किनभने मेरो इन्टरकास्ट म्यारिज हो। उहाँ चाहिँ नेवार र मेरो मामा ससुरालीतिरको धेरै धरानमै बस्नुहुन्छ। उहाँहरूको हाम्रो राईसँग पनि सम्बन्ध छ, किनभने मेरो त इन्टरकास्ट हो होइन। र हाम्रो फेरि सर्कलमै पनि इन्टरकास्ट म्यारिजहरू धेरै चलेको छ क्या। धरानमा पनि मेरो आफन्तहरू थुप्रै हुनुहुन्छ र यसपालि चाहिँ म दसैँमा धरान जाने भन्ने चाहिँ प्लानिङमा थिएँ, तर पनि देशमा यो खालको घटना भइसकेपछि टिका लाउने अवस्था पनि भएन र कतै घुम्न पनि गइएन। हुन्छ सर, तपाईँको यो सकारात्मक उपस्थितिको लागि हाम्रो सम्पूर्ण श्रमदाता टोलीको तर्फबाट यहाँलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद।